नमस्ते है सबैजनालाई। वेलकम ब्याक टु नेप स्पोर्ट्स रेडार। हामीसँग जोडिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद छ। नेपाल प्रिमियर लिगको चाहिँ रिटेन्सन विन्डो पनि क्लोज भइसकेको छ र अलरेडी मेजर सेकअप पनि आइसकेको छ। रेनिङ च्याम्पियन्स लुम्बिनी लायनको कोर चाहिँ फुल्ली इन्ट्याक्ट छ। एउटा फर्मर मार्की प्लेयर र टाइटल विनरलाई चाहिँ कट लुज गरेको छ र ब्याक टु ब्याक फाइनल्स खेलेको टिमले चाहिँ उनीहरूको सेम स्पाइनलाई डबल डाउन गरेको छ। आज चाहिँ हामी एभ्री सिंगल रिटेन्सनको टिम बाई टिम ब्रेकडाउन गरौँ र हेरौँ कि कसले अहिलेको लागि बिल्ड गर्दैछ र कसले चाहिँ फ्युचरको लागि बिल्ड गर्दैछ। सो लेट्स गेट इन्टु द रिभ्युज। सबैभन्दा पहिला चाहिँ एनपिएलमा रिटेन्सन कसरी काम गर्छ भन्ने क्विक इन्फर्मेसन दिइहालौँ। हरेक फ्रेन्चाइजले चाहिँ उनीहरूको मार्की प्लेयर जुन चाहिँ लिगले ऱ्यान्डमली ड्र सिस्टमबाट एसाइन गरेको थियो उसलाई चाहिँ रिटेन गर्न सक्छ अनि उसँगै एडिसनली अप टु 6 जनालाई रिटेन गर्न सक्छ। बाँकी सबै प्लेयर्सहरू चाहिँ मिनी अक्सनको पुलमा जान्छन् र रिटेन प्लेयर्समा खर्च भएको पैसा चाहिँ अक्सन पर्सबाट डाइरेक्टली डिडक्ट हुन्छ। थ्योरीमा चाहिँ एउटा टिमले अक्सनमा 7 वटा प्लेयरलाई अलरेडी लक्ड इन गरेर जान सक्छ। केही टिमले चाहिँ सबै स्लट्स युज गरे र कुनै टिमले चाहिँ गरेको छैनन्। यो ग्यापले चाहिँ इच फ्रेन्चाइजले सिजन 3 मा कसरी सोचिरहेको छ भन्ने कुरा धेरै नै बुझिन्छ है त। फर्स्टमा चाहिँ हामी हेर्नेवाला छौँ टिम जनकपुर बोल्ट्स। यहीँबाट सुरु गर्नुपर्छ किनकि यो इन्टायर रिटेन्सन विन्डोको सबसे ठुलो हेडलाइन हो। जनकपुरले चाहिँ उनीहरूको मार्की प्लेयर र सिजन 1 को टाइटल क्याप्टेन आसिफ शेखलाई चाहिँ रिलिज गरिदिएको छ। यो चाहिँ एकदमै ठुलो कल हो। आसिफ चाहिँ फ्रेन्चाइजको एउटा मात्र च्याम्पियनसिपको फेस थिए। उसलाई चाहिँ अब कट गरेर जनकपुरले चाहिँ 2024 रिक्रिएट गर्ने प्लान चाहिँ नगरेको जस्तो क्लियर सिग्नल दिइरहेको छ। उनीहरू चाहिँ रिबिल्डै गर्न चाहन्छन्। क्याप्टेन्सी चाहिँ पहिलादेखि अनिल शाहसँग थियो र जनकपुर बोल्टसँग अनिल बाहेक ललित राजवंशी, विकास अगारी, मयान यादव र आदित्य महारा रिटेन भएका छन्। टोटलमा 5 प्लेयर्स हो। यो सिजनको सबभन्दा सानो रिटेन्सन ग्रुप हो। यो नेसेसरीली कुनै ब्याड थिङ चाहिँ होइन है। जनकपुरलाई अक्सनमा अब सबैभन्दा धेरै फ्लेक्सिबिलिटी हुनेछ। तर उनीहरू चाहिँ सिजन 3 मा अब सिजन 1 को च्याम्पियन स्क्वाड पछि सिजन 2 मा प्लेअर्स बाहिर गएको टिमसँग सबैभन्दा कम कन्टिन्युटी लिएर आइपुगेका छन्। बोल्ड मुभ चाहिँ छ यो जनकपुर बुल्सको। हेरौँ अब यो सिजन 3 मा कसरी पे अफ हुन्छ। र सेकेन्ड टिम चाहिँ हामी हेर्नेवाला छौँ चितवन राइनोज। चितवनले उनीहरूको क्याप्टेन कुशल मल्ललाई राखे र फुल डिस्टेन्स गए। टोटलमा चाहिँ 7 प्लेयर्स रिटेन गरेका छन्। कुशल मल्ल भइहाले, रिजन ढकाल, दीपक बोहरा, रञ्जित कुमार, कमल सिंह ऐरी, देव खनाल र अर्जुन साउद। मल्ल लिगको फर्स्ट सिजनदेखि नै क्याप्टेन छन्। उनीहरूले चाहिँ अब यो 6 प्लेयर राख्नु चाहिँ चितवनले चाहिँ आफ्नो बिल्ड गरेको कोरमा फुल विश्वास गरेको छ भनेर चाहिँ सिग्नल दिइरहेको हो। अब तपाईहरू बिलिभ गर्नुहुन्छ कि गर्दै हुँदैन यो कोरमा चाहिँ त्यो चाहिँ अब तपाईहरुकै जिम्मामा छ। सो चितवनले चाहिँ आफ्नो मेन टिमलाई चाहिँ राखेकै छ है। थर्ड टिम चाहिँ हामीले हेर्नेवाला छौँ कर्णाली याक्स। सेम स्टोरी छ यहाँ पनि। क्याप्टेन सम्पाल कामी अझै पनि कर्णालीमै छन् र कर्णालीले चाहिँ फुल 7 प्लेयरै रिटेन गरेका छन्। फर्स्टमा त सम्पाल कामी भइहाले। सम्पाल कामीसँग चाहिँ गुलसन झा, नन्दन यादव, दीपक दुम्रे, पवन सरफ, युवराज खत्री र युनिस विक्रम सिंह ठकुरी। यो 7 जनालाई चाहिँ कर्णालीले रिटेन गरेका छन्। सम्पाल दाई पनि 2024 देखि क्याप्टेन छन्। त्यसैले यो टिम पनि स्टेबिलिटीमा बेट गरेको छ है त। उनीहरूले चाहिँ आफ्नो मेन कोरलाई चाहिँ अझै बिलिभ गरिरहेको छ। कर्णालीले चाहिँ यही 7 जनाको अराउन्डमा टिम बनाएर चाहिँ च्याम्पियनशिप जित्न सक्छ भन्ने सोच राखेको छ है। र अब हामी हेरौँ पोखरा एभेन्जर्स। पोखराले चाहिँ उनीहरूको मार्की प्लेयर कुशल भुट्टेललाई लक गरिराखेका छन्। कुशल भुट्टेल त अहिले ग्रेटेस्ट फर्म अफ हिज लाइफमा छन्। ब्याक टु ब्याक सेन्चुरी, a lot of runs। यो क्यालेन्डर इयरको लागि लिडिङ रन स्कोरर हुनु नि। र एडिसनली कुशल भुट्टेलसँग सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठुङ्गाना र दिनेश खरेललाई चाहिँ उनीहरूले रिटेन गरेका छन्। वर्थ नोटिङ चाहिँ पोखरासँग सिजन 2 को लिग लिडिङ रन स्कोरर एडम रोजिङडन थिए तर ऊ चाहिँ फरेन साइनिङ थिए। सो यो रिटेन्सनको कुरामा आउँदैनन्। रियल स्टोरी चाहिँ अब भुट्टेल बेस्ट ब्याटर जस्तै नै भइहाल्यो। अब भुट्टेललाई चाहिँ मेन रूपमा राखेर चाहिँ पोखराले भुट्टेलको अराउन्ड चाहिँ यो टिमलाई रिबिल्ड गर्नेछ अक्सनमा। सो अब हामीले हेर्न गइरहेका छौँ काठमाडौँ गोर्खाज। प्लेयर्समा जाँदा चाहिँ पहिला क्विक नोट, काठमाडौँ गोर्खाज राखेको चाहिँ मलाई लास्ट टाइम मन परेछ गोर्खाज भन्दा चाहिँ। गोर्खा हो नि त हामी त। अब अफिसियल रूपमा काठमाडौँ गोर्खाज नाम राखेको छ। पालको रुट्स बेटर रिफ्लेक्ट गर्छ। र प्लेयर्समा हेर्दाखेरि चाहिँ फिल्डमा क्याप्टेन करण केसी चाहिँ छन्। करण केसीलाई रिटेन गरेको छन्। करण केसीसँगै भीम सार्की, आदिल आलम, राशिद खान, सन्तोष यादव र साहब आलम। यो टोटल चाहिँ 6 वटा रिटेन्सन गरेको छ। म्याक्सिमम भन्दा चाहिँ एउटा कमै छ। काठमाडौँ गोर्खा चाहिँ अब टिम अन पेपर चाहिँ एकदमै राम्रो छ तर खै उनीहरूले राम्रो पर्फर्मेन्स चाहिँ अहिलेसम्म त्यस्तो वाह भन्ने खालको चाहिँ दिएको चाहिँ छैनन् है। र अब हामी हेरौँ विराटनगर किङ्स। विराटनगर किङ्स त ओहो सन्दीप लामिछानाले गरेर फेमसै भएको छ।
विराटनगरले चाहिँ त्यही भएर सन्दीपलाई रिटेन गरेकै छ। सन्दीप त नेपालकै बेस्ट प्लेयर भन्न नि मिलिहाल्छ। प्लस सन्दीपले सिजन 2 मा 17 विकेट्स लिएर जोइन्ट टप स्कोररमा थिए है। यो उनीहरूले फेरि बिल्ड अराउन्ड गर्ने स्ट्रङ सिजन हो। सो सन्दीपसँगै लोकेश बाम, बसिर अहमद, नारायण जोशी, प्रतीश जीसी, सुभाष भण्डारीलाई रिटेन गरेका छन्। टोटलमा 6 भयो। सो उनीहरूले एक कमै रिटेन गरेका छन्। सो विराटनगरले चाहिँ अक्सनमा चाहिँ राम्रो टिम बिल्ड गर्न खोज्ने छन्। विराटनगर चाहिँ थर्डमा लिनलाई चाहिँ फुल रेडी छ जस्तो लागिरहेको छ। प्लस सन्दीप पनि बबाले फर्ममा छ। अब हामी हेरौँ सबैको फेभरेट, सबैलाई मनपर्ने सुदूरपश्चिम रोयल्स। यो टिम चाहिँ ब्याक टु ब्याक फाइनल पुगेका हुन् र रिटेन्सन लिस्टले चाहिँ त्यो रिफ्लेक्ट गरेकै नै छ। क्याप्टेन दिपेन्द्र सिंह ऐरी, अफकोर्स उसलाई कसले छोड्न सक्छ र दिपेन्द्र त रिटेन हुने नै भए। र दिपेन्द्र चाहिँ आइसिसी प्लेयर अफ द मन्थमा पनि सर्टलिस्ट भएका हुन्। यस्तो बबाल फर्ममा त मैले अहिलेसम्म दिपेन्द्रलाई देखेकै थिएन है। सो दिपेन्द्र बाहेक सुदूरपश्चिमले रिटेन गरेका प्लेयरहरू चाहिँ विनोद भण्डारी, हारिफ शेख, ईशान पाण्डे, अविनाश बोहरा, हेमन्त धामी र हिक्मत महारा। टोटलमा चाहिँ 7 रिटेन्सन भयो र अविनाश बोहरा पनि सिजन 2 मा चाहिँ सन्दीप लामिछानेसँगै जोइन्ट टप स्कोरर थिए है। विकेट टेकिङमा चाहिँ 17 विकेट्स। हिक्मत महारा पनि वान टु वाच फर द फ्युचर भइरहेका छन्। उसको स्पिड पनि एकदमै बढ्दैछ। सुदूरपश्चिम रोयलले चाहिँ अक्सनमा धेरै ओभरहोल नगरी फेरि टाइटल फाइट गर्न चाहिँ सक्छ है यही टिम लिएर। यो अलरेडी कोर उनीहरूको एकदमै स्ट्रङ छ। यसमा 5-6वटा प्लेयर राम्रो एड गर्यो भने त यसपालि चाहिँ स्योर उठाउँछ नै ट्रोफी। र लास्टमा चाहिँ हामी अब कुरा गरौँ डिफेन्डिङ च्याम्पियन्स लुम्बिनी रायन्सको। लुम्बिनी चाहिँ सिजन 1 मा 7th प्लेसमा फिनिस भएका थिए र सिजन 2 मा चाहिँ डाइरेक्ट ट्रोफी उठाएका थिए। रोहित पौडेल जस्तो बेस्ट क्याप्टेन भएपछि अरू के चाहियो लुम्बिनीलाई। मान्छेहरू रोहितलाई नराम्रो क्याप्टेन भन्छन्, तर मेरो हिसाबले रोहित जस्तो राम्रो क्याप्टेन नेपालमा अहिले अरू कोही पनि छैन। तपाईँलाई यदि यो कुराले चित्त बुझ्दैन अनि मलाई गाली गरेर के गर्नुहुन्छ। मेरो लागि त रोहित बेस्ट क्याप्टेन हो। र लुम्बिनीले पनि अब ट्रोफी उठाएपछि सेम ग्रुपलाई फेरि रन इट ब्याक कर भने जस्तो छ होइन। मार्क्यू प्लेयरमा रोहित पौडेल भइहाले। सो उसले लिड गर्दै टिमको चाहिँ फुल कोर रिटेन भएको छ है। सन्दीप जोरा, शेयर मल्ल, दिनेश अधिकारी, दिलीप नाथ, अभिषेक गौतम र तिलक भण्डारी। शेयर मल्ल पनि जोइन्ट टप विकेट टेकर थिए। शेयर मल्लको पनि 17 विकेट्स थियो र तिलक भण्डारी चाहिँ इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट थिए। यो रिबिल्ड चाहिँ होइन है। यो टिमले फुल रन इट ब्याकै गर्नेवाला छन्। 1-2जना यताउति अक्सनमा लिनेछन् र यही कोरमा एड गरेर चाहिँ अलरेडी स्ट्रङ टिम छँदैछ, झन् स्ट्रङ बनाएर यसपालि पनि ट्रोफी उठाउने आशमा छन् है। र यो थियो सबै टिमको रिटेन्सन लिस्ट। यो रिटेन्सन लिस्टको मेन टेक अवेहरू चाहिँ फर्स्टमा मेन स्ट्यान्ड आउट हुने कुरा चाहिँ 5 टिम्सले म्याक्सिमम वा नियर म्याक्सिमम रिटेन गरेका छन्। यो टिमहरू हुन् चितवन, कर्णाली, पोखरा, सुदूरपश्चिम र लुम्बिनी। यिनीहरूले 7 प्लेयर्स राखेका छन्। यो टिमहरूले चाहिँ अलरेडी उनीहरूसँग स्ट्रङ कोर छ भनेर विश्वास गरिरहेका छन्। र दोस्रोमा चाहिँ जनकपुर क्लियर आउटलायर हो। मार्की प्लेयर र टाइटल विनिङ क्याप्टेनलाई रिलिज गर्नु रियल स्टेटमेन्ट हो है। उनीहरू चाहिँ सिजन 2 को डिसअपोइन्टिङ रिजल्ट पछि चाहिँ फुल रिसेट गर्ने विचारमा छन् जस्तो छ, या फिर अक्सनमा चाहिँ उनीहरूले अझै बेटर प्लेयरहरूलाई चाहिँ तान्नको लागि चाहिँ आफ्नो टिममा स्पट खाली गरेर राखेका छन्। र तेस्रो कुरा सिजन 2 को 2टा फाइनलिस्ट लुम्बिनी र सुदूरपश्चिमले चाहिँ अलमोस्ट सबैलाई फेरि राखे। सो उनीहरूले आफ्नो मेन कोरलाई चाहिँ फुल्ली रिटेन गरे। र यदि सिजन 3 मा छिर्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ फेभरेट चाहिँ को होला भन्ने सोच्नुहुन्छ भने चाहिँ मेरो लागि चाहिँ सुदूरपश्चिम र लुम्बिनी नै छन्। र यो थियो सिजन 3 को रिटेन्सन लिस्टको फुल ब्रेकडाउन। मिनी अक्सन चाँडै हुनेवाला छ, त्यसको लागि पनि हामीले कभर गर्नेछौँ। र अब हामीले मिनी अक्सनमै देख्नेवाला छौँ कि जनकपुर, काठमाडौँ र विराटनगरले चाहिँ उनीहरूको बाँकीको स्क्वाडलाई चाहिँ कसरी फिल गर्नेवाला छन्। कमेन्टमा भन्नु है तपाईँहरूलाई चाहिँ सबसे सरप्राइजिङ रिटेन्सन या फिर रिलिज चाहिँ कुन चाहिँ लाग्यो। जनकपुरले आसिफ शेखलाई कट गर्नु ठिक थियो कि थिएन। र चाँडै नै अक्सन ब्रेकडाउन पनि हामीले ड्रप गर्नेवाला छौँ। अहिलेको लागि चाहिँ बिदा माग्दै मिल्छ भने यो भिडियोलाई लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, नेप्सपोर्ट रेडारलाई सब्सक्राइब गरेर घन्टी बजाइदिनुहोस् र हामी नेक्स्ट भिडियोमा फेरि यहीँ भेट्नेछौँ। अहिलेको लागि जय क्रिकेट, जय नेपाल।